ओहो जोरले 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 नमस्कार नमस्कार आवाजै आएन नि अलिकति म्युटमै बोलियो जस्तो छ नि त अलिकति मिस्टेक भयो जोरले अलिकति हजुर मिस्टेक जोरले भयो मेरो जोरले दाजुलाई जोरले ओहो यहाँ त जोरले मलाई त छ अनि कुलबे दाजुको कमेन्ट त यस्तो आयो कि मेसिन अब यहाँ पनि रकी यहाँ पनि रकी छ नि त्यो एरोनको हाम्रो कमेन्ट यस्तै आयो कि यो लाइनै बस्यो क्या त्यो होइन बुझेन रकीले के चलायो त्यो मेसिन गन त्यस्तो चलायो यहाँ कमेन्ट भाटाटाटा पारेर त्यो पनि होइन त्यो पनि होइन त्यो पनि होइन डोनाले चलाउँछ नि पछाडिबाट रटटट त्यो पो गएको हो त अनि। त्यो त्यो कुरा त्यसरी पो गयो यहाँ। त्यो कुरा हाम्रो दाजुको है अब दाजुको फेरि मुभीहरू आउँदैछ अब के गर्ने होला तनावै छ है तनावै छ अब कहाँ छौ अहिले तिमी उतै बुटोलतिरै म अहिले काठमाडौँ ए काठमाडौँ आएको छु ए ठिक छ ओहो अनि के अरे दाई डोना दाईको भिडियोहरू देखिरहेको थिएँ यताउति तिम्रो पनि फेरि मैले त्यो उसमा वर्ल्ड कपमा त फेरि धेरै हेरेँ फेरि तिमीलाई ए हरेक चोटि हाइड्रेसन ब्रेक हुने बित्तिकै आउँथ्यो एरन हरेक चोटि हाइड्रेसन यस्तो उडेर कैँची हानेको छ कैँची हानेको छ ओफो गाह्रो पो पारेको थियो दाजुलाई त हेर्दा हेर्दा तनावै लाग्यो होला ओहो यो हेर्नुहोस् न यसले फेरि यो फेरि यसलाई त उग्र भएको रहेछ यसको र मेरो यसको नाम चाहिँ के हो हल्क नामै केटा हो अप्पै केटा होइन नि यो त हो त बै यो हल्कले त एक्लै पार्छ जस्तो छ मेरो पनि छन त छ तर मेरो चाहिँ अलिकति लुते छ कि त्यसलाई अलिक डाइट पिलाउनु पर्ने भएको छ ए हजुरको पनि केटै मेरो पनि केटै हो नत्र त दुईजनाको मिलन गराएर भेटघाट गराउनु हुन्थ्यो झन्डै केटा रहेछ नि झन्डै केटा रहेछ गाह्रो छ नि गाह्रो बच्यो है हजुरको ल म नामै हल्क अनि कम चर्को छ अब पुस्ते परेले मलाई ख्याप बनाउँछ यसले गाह्रो पार्छ कार्तिके लाग्न लाग्यो बर्बाद छ मलाई टेन्सन छ यहाँ अब खोज्नु पर्ने छ जोडी मेरो पनि खोज्नै पर्ने छ यहाँ त बर्बादै पारेको छ रातभरि गरेर ओहो के गरेको बस्नुहोस् है बस्नुहोस् खोज्नै पर्ला जस्तो छ हाम्रो दाजु अनि कता हुनुहुन्छ अहिले म त काठमाडौँ नै छु म पनि ए हजुरको अब कहिले छ रिलिज के छ अब यसो भदौको 26 गते भदौको 26 गते भनेपछि अब चिटिक्क पर्नु पर्यो पर्नै पर्यो नि भदौ 26 को लागि अहिलेबाट तयार मात्रै ढाका यसरी आइन्छ च्याट्ट लाएर अब अलिकति कुलबोधयको भाइ भएपछि अलिकति त हुनु पर्यो मार्केट हाल्लाउनै पर्यो के हो पर्यो नि यसलाई फेरि यहाँ काँधमा क्या यसरी हो त्यसलाई चाहिँ म पनि काखमै बोकाएर ल्याउँछु कि दुईजनालाई एकैछिन पढाइदिनु पर्ला भाले भेट्छन् कि एकछिन यो भाले जोडाउन हुँदैन अहिले रेपहरू बेसी भइरहेछ गाह्रो पर्छ यस्तो यस्तो प्लिज है सरी ला यसलाई त के बोल्छ कि डिसै उठ्यो ठिक छ अब कहिले छ त अब तिम्रो उता पुनर्वास जाने काम छैन त मेरो गाउँतिर ओ पुनर्वास त अब जाने बेला भएको छ त दाजु तिम्रो यता सुन त ए सरी एउटा कङ्ग्रेचुलेसन त भन्नै बिर्सेको तिम्रो त ए यो कुरा गोप्य नै राखौला भन्ने गीत छ नि ए ल ठिक छ ल बधाई छ धन्यवाद अब कहिले हो त नि यो लाइन लाएर त हामी पनि आउनु पर्ने होला नि त अब कति जनासँग भन्ने कुरो पनि अब यो केटो सानो भए पनि दाजु फेरि ताक्ने चाहिँ अलिक गाह्रो छ परेको क्या ढुक्क परेको अलिकति चट्ट उमेर पनि 25 देखि 30 धेरै होइन इच्छाको 30 सम्म पनि आँटे तर अब 30 सम्म पनि 30 देखि 25 को बीचमा
ल ठिक छ सोच्दैछु अब एउटा भइसकेको थियो लगभग उम्, अब अर्को तर बर्बाद बर्बाद छ है बर्बाद छ मलाई त गाह्रै हुन्छ अब बच्चा थियो अलिक यो केटोको एनर्जी अलिकति थाहा छ त हजुरलाई थाहा नै छ उग्र छ नि अब डाइनोसरको त्यो हड्डीको भित्रको त्यो मालले चाहिँ अब अहिले चाहिँ एउटा अब माल कहाँ गर्नु कहाँ सक्ने त्यो हजुरलाई म पठाउँछु त्यो ओके बडाइलाई भनेर शिकार गरेर बडेले त फेरि मलाई हड्डी मात्रै पठाउँछ भित्रको माल सबै खाएर अनि बडे त उग्रै छ नि अनि होइन यो यता छोटेले पठाउँछ नि त ओके दाजुको लागि भने स्पेसल अब पुनर्वास पनि जाने बेला भएको छ पुनर्वास चाहिँ फेरि दाजुको गाउँ हो फेरि त्यहाँ चर्को छ नि हौ अब दसैँमा त फेरि चर्कै हुन्छ त्यहाँ यसपालि त म पनि जान्छु भनेपछि त हजुर पनि खेल्नु पर्यो हो अब मलाई खेलाउन दिँदैनन् म त ब्यान्ड छु के ग्राउन्डमा ए धेरै त्यो त मलाई पनि थाहा थियो है गोल अलिक राम्रो हान्छ भन्ने सुनेको थिएँ गोल पनि राम्रो कि अनि उग्रै के बुझेनौ उग्रै त्यहाँ केटीहरू त्यहाँ तारसार तोडेर झाम फालेर घाँटी गरेर न्याकेर के गरेर त्यही भएर मलाई ब्यान गरिदिएको छ त्यहाँको चिफा भन्ने छ जगाउँ फुटबल एसोसिएसन हजुर चिफाले चाहिँ मलाई अलिकति गाह्रै बनाएको छ त्यहाँ फेरि अब जुन हेरे जुनै राम्रो घाम हेरे घामै राम्रो गाह्रो छ त्यही भएर चाहिँ अब यसपालि चाहिँ म जान्छु तिमीलाई चाहिँ दामी लाग्यो होला है मेरो ठाउँ मेरो गाउँ कोही त्यहाँको मायाले त सधैँ त्यही बसौ लाग्ने नि हो म त्यो रुबिन भाइसँग हिँडिरहेको छु क्या हो रुबिन भाइ हजुर च्याट्टा लाएर है ल ठिक छ यसपालि गयो भने भेट्नुपर्छ यसपालि हुन्छ दाजु बबाले गर्नुपर्छ ल दाजु अब म पनि जान्छु छुट्यौं ल हजुरलाई धेरै धेरै माया छ अनि हजुरको फिल्म आउँदैछ अनि त्यसको लागि बेस्ट विशेष अनि सबजना सपोर्ट गर्न त जानुहुन्छ मैले भन्नै पर्दैन त्यही पनि अब कतिलाई थाहा छैन भने त अब भन्न पनि नसकिने हो त सबलाई थाहा नै भइहाल्छ र सबैजना आउनु होला भेटौँ हाम्रो कति गते भदौ 26 गते भदौ 26 गते त सबजना भेट्नै पर्ने हुन्छ ओहो ल है दाजु बेस्ट विशेष छ है मेरो दाजु जोरले छ बेस्ट विशेष सम्पूर्ण आइरनको साथीहरू एरनलाई हेर्नुहुने सम्पूर्ण जना आउनु अझै म त बोजूलाई पनि मिस गरिरहेको छु डोनादाले पनि मिस गरिरहेको छु भाउजूलाई पनि ओके सबैजनालाई आन्टीलाई पनि सबैजनालाई थ्याङ्क यू सो मच एरन लभ यू छ है हाम्रो एयरपोर्टमा भेट भएको थियो हजुर आफू जति बोल्छ नि ऊ त्यस्तो बोल्दैन ऊ चाहिँ आनन्द चुपचाप लाएर बस्ने खालको मान्छे छ हजुर दाजु चाँडै भेटौँ है हुन्छ स्योर मजाले ओके दाजु ल धेरै धेरै माया दाजुलाई